तिमीलाई राजा चाहिन्छ, हुन्छ ल्याऊ राजा। तर कुन राजा खोज्दैछौ तिमी? सिंहासनमा बसेर राज गर्ने कि धरातलमा उभिएर देश भोग्ने? मेरो घरको नजिकै छन् एउटा दलित दाई, मेहनती र इमान्दार। के तयार छ उनलाई राजा मान्न? साँच्चै राजा चाहिन्छ भने माथिल्लो घरमा एउटा किसान दाई जसले खेतीबारीलाई आफ्नो आँगन बनाएका छन्, के उनी राजा बन्न सक्दैनन्? यदि अझै खोज्दैछौ उतापट्टि एउटा दिदी, श्रमको गहना पहिरेर घरको उज्यालो बनाउने, के उनी रानी बन्न सक्दैनन्? ठिकै छ, सडकको पेटीमा बस्ने रामे काका छन् जसले पसिनाले धरती चुम्छन्, के उनलाई राजा देख्न सक्छौ? राजा आखिर को हो? सिंहासनमा बस्नुपर्ने कि जनता भोग्ने साहस गर्ने? म भन्छु मलाई अमुक परिवार मात्र होइन, म आफै उभिने संसार चाहिन्छ, जहाँ श्रमको सम्मान हुन्छ, जहाँ हैसियतले होइन कर्मले मान पाइन्छ। तिमी भन्छौ म राजा होइन दास भन्छु, तर स्वतन्त्रता त तिम्रै हातमा छ। राजा बनिदेऊ आफ्नै साहसले या आफैलाई दास बनाऊ, निर्णय तिम्रै हातमा छ। आखिर राजा को हो? सिंहासनमा बस्नुपर्ने कि जनता भोग्ने साहस गर्ने?